नमस्ते। आज 2082 साल 10 महिना 3 गते शनिबार। आज हामी हाम्रो भूतपूर्व विद्यार्थी हामी यस विद्यालयको श्री गौतम बुद्ध आधारभूत विद्यालयको गेट अगाडि रहेका छौँ र हामीहरूले यसभन्दा अघिल्लो हप्ताहरूमा चाहिँ यताको भाग र यतापट्टिको भागहरू सफा गरेका थियौँ र यसै क्रममा जोडिँदा हामीहरूले चाहिँ प्रत्येक शनिबार चाहिँ हामीले हाम्रो क्षेत्रलाई समय देऊ 1 घण्टा 2 घण्टाको जति सकिन्छ त्यस्तो अभियानमा लागिरहेका छौँ र हाम्रो बुद्धिबल दाइको अध्यक्षतामा हाम्रा भाइहरू हामी लगायत हाम्रो सम्पूर्ण हाम्रो गाउँका बुद्धिजीवी दाजुभाइ दिदीबहिनी आमाबुवाहरू सबैहरू जोडिएर हामीहरूले यसरी सरसफाइ अभियान गरिरहेका छौँ र आज हामीहरूले हाम्रो विद्यालयको भित्रपट्टि प्राङ्गणमा अलिकति सफा गर्नुपर्ने जस्तो देखिएर हामीहरूले यहाँनिर आएर सफा गरिरहेका छौँ। हजुरहरूले हेर्न सक्नुहुन्छ। अहिले मलाई क्यामेराम्यानमा सहयोग गर्दै हुनुहुन्छ मेरो भाइ रोहित गौतम भाइले। अनि अब यतापट्टि चाहिँ अलिकति सफा नै छ, अलिकति हरियाली नै देख्न सकिन्छ। अब यो पनि हामीहरूले यसलाई पनि सफा गर्नेछौँ र यतापट्टि दाइहरूले अब गरिराख्नु भएको छ। हाम्रो सङ्गम भाइले गरिरहेको छ, हरि दाइले गरिराख्नु भएको छ, हाम्रो गोनु भाइले गरिरहेछन्, हाम्रो सरहरूले गरिराख्नु भएको छ, दाइहरूले गरिराख्नु भएको छ। अब हाम्रो नवा अभियान युवा क्लबको अध्यक्ष एकप्रसाद अर्यालज्यू पनि एकदमै लागि परिराख्नु भएको छ। हाम्रो यस क्षेत्रलाई हामीहरूले कसरी विकास गर्न सकिन्छ, कसरी सफाइ गर्न सकिन्छ, सरसफाइ कसरी गर्न सकिन्छ भनेर लागि परिराख्नु भएको छ दाइहरू। हामी पनि लागि परिरहेका छौँ र यसै सन्दर्भमा चाहिँ बुद्धिबल दाइको चाहिँ अलिकति मलाई एक्टिभिटी देख्दा एकदमै खुसी लाग्छ। अब उहाँले चाहिँ अब श्रमदान चाहिँ गर्नुपर्छ। हामीले हप्तामा 2 घण्टा 3 घण्टा चाहिँ हामीहरूले आफ्नो लागि छुट्याउनु पर्छ भनेर जोरदार उहाँहरूले आह्वान गरिरहेको हुनुहुन्छ। तर हामीहरूले यसरी आह्वान गरिरहँदा हिजो मैले दाइले हाम्रो अध्यक्षको वालबाट फेसबुक वालबाट पोस्ट गरेको पनि देखिरहेको थिएँ। उहाँले आह्वान गरिरहँदा हाम्रा बगैँका, त्यसै गरी मोटेरियाका र विजयनगर गौरीडाँडा सुकेताल जो पनि हाम्रो यस विद्यालयलाई माया गर्ने जो पनि हुनुहुन्छ उहाँहरू आउनु होला। हाम्रो गाउँ समाजका मानिसहरू हजुरहरू नै हो। हाम्रो स्कुललाई, हाम्रो विद्यालयलाई हामीहरूले नै सफा गर्नुपर्छ भन्ने सोच राखेर उहाँले चाहिँ सबैलाई आह्वान गर्नुभएको थियो आउनको लागि। तर सम्भवतः यहाँनिर चाहिँ मैले हाम्रो सुगैयातिरको मान्छे बाहेक अरू कसैलाई पनि देखेको छैन। यसमा मलाई दुःख लाग्छ, किनकि यस विद्यालयलाई माया गर्ने सुगैयावासी मात्रै हो त। यसरी भनिरहँदा हजुरहरूलाई नराम्रो लाग्न सक्ला, अन्य टोलका साथीहरूलाई नराम्रो लाग्न सक्ला। हामीले यसरी आह्वान गरिरहँदा सबैजना आउनुपर्ने हो कि भन्ने पनि मलाई लागेको मात्र हो। हजुरहरूलाई अब आउनुहोस् नआउनुहोस्, अब तपाईँहरूलाई अब यसमा कुनै पनि हाम्रो जरिमाना छैन। इच्छा छ श्रमदान गर्नुहोस्, जानुहोस्, हाम्रो यही नै हो। अब हामीले चाहिँ अब हामीले खटाउन सकेका भाइहरूलाई अब आओ भाइहरू तिमीहरूले गर्नुपर्छ, हामीले गर्नुपर्छ, हामीले नै गर्नुपर्छ भनेर यसरी जुटाइरहँदा अब अलिकति खुसी लाग्छ। हामीलाई पनि गर्व लाग्छ कि हामीहरूले भनेको भाइहरूले मान्नुहुन्छ। अब हाम्रो बुद्धिबल दाइ हुनुहुन्छ, हाम्रो एकप्रसाद अर्याल हुनुहुन्छ, हरिवर्मा दाजु हुनुहुन्छ, त्यसै गरी हाम्रो नेत्र महत सर हुनुहुन्छ, हाम्रो विकास सर हुनुहुन्छ होइन। त्यसै गरी भाइहरू त भाइहरू भइहाले। अब उहाँहरूले पनि हामीलाई साथ दिनुभएको छ। उहाँ भाइहरू नभएको भए हामी 4-5 जना, हामी अलिकति एजेड भनेको लगभग यहाँ 7-8 जना मात्र छौँ कि। अब अहिले त गन्ने हो भने त 5 जना मात्र छौँ होइन, 5 जना 6 जना यस्तै। अब यसमा धेरै संलग्न त हाम्रो अन्डर 18 को छ के। खुसी लाग्छ। भाइहरू बहिनीहरू पनि हुनुहुन्छ उतापट्टि, उहाँहरूले यसरी सक्रियता गरिरहँदा हामीलाई एकदमै खुसीको विषय छ। र हामीहरूले यसरी यो अभियानमा जोडिरहँदा हामीलाई साथ दिने हुने सम्पूर्णलाई हामीहरूले नमन भन्न चाहन्छौँ। र हामीलाई यसै हाम्रो श्रमदानमा जोडिन आउनुभएको छ, भर्खरै जोडिन आउनुभएको छ हाम्रो भिनाजु, आदरणीय भिनाजु कृष्ण गौतमलाई पनि मैले नमस्ते गर्न चाहेँ। उहाँले पनि अब यस हाम्रो कार्यक्रममा आउनुभयो, सहभागिता जनाइदिनु हुँदैछ। उहाँले सके गर्नु होला, नभए गरौ केटा भनेर चाहिँ जानुहुन्छ। यतिको चाहिँ हुनुपर्छ कि आउनुपर्छ। हाम्रो समाजलाई हामीले मनाउने हो। हामीले सक्छौँ भने त मलाई के लाग्छ भनेपछि प्रत्येक शनिबार 2-2 घण्टा छुट्याएर हामीहरूले हाम्रो यो सडक सरसफाइ किन नगर्ने। त्यसै गरी हामीले पोलमा बत्ती राख्ने कुरा पनि सोचिरहेछौँ। अब यसरी नै अब विकासको अभियानहरू चलिरहन्छन्। अब त्यही नै हो। हामीलाई हेरिदिनु होला, माया गरिदिनु होला। हामीहरू फेरि पनि आउनेछौँ। बाई बाई।